हामी चाहिँ तिनजुरेको लागि हिँडिसकेको छौं अनि तिनजुरे जानुको लागि यहाँनिर अब पुग्नु नै लागिसकेको छौं। यति धेरै मान्छेहरुको भिड छ कि यहाँनिर देख्न सक्नुहुन्छ। यति धेरै भिड छ, यस्तो धेरै भाइ। आज चाहिँ हामीले यति धेरै मान्छेहरुको भिड देख्नेवाला छौं कि सायद हामीले त्यो कुनै मेलामा पनि देख्नेवाला छैनौं। हेर्न सक्नुहुन्छ पुरै यहाँ पार्टी पुरै यति धेरै भिड छ, यस्तो धेरै भिड छ। अलिक अगाडि आऊ। यति धेरै भिड छ कि उहाँहरु चाहिँ सायद पुगेर जानु भइसकेको होला, तर हामी चाहिँ भर्खर जाँदै छौं। अब हामी फेरि यहाँबाट यहाँ पानीपुरी नि बेच्ने रहेछ। यहाँ आस्ते आस्ते भन्दै जाँदै पनि हामी अब आस्ते हैन छिटो जाने बेला छ किनकि क्रेजी रहेछ आन्टी। सो यहाँनिर चाहिँ बोजूहरू राम्री भएर हिँड्नुहुँदो रहेछ। हामी चाहिँ आन्टीहरूले बाटो छोड्नु लाउँदै अगाडि बढ्दैछौँ। उकालोबाट उकालो जाने भन्दा नि ओह्रालो झर्ने चाहिँ धेरै देखिरहेको छौँ हामीले है। यस्तो मात्रामा अब बाफ्रे कस्तो धेरै गर्मी छ कि हामी यस्तो चिसो ठाउँमा आएको छौँ त्यही पनि हामीलाई गर्मी भइरहेछ क्या। मतलब हामी कति धेरै हिँडिरहेको छौँ, आउने जाने क्रम चाहिँ चलि नै रहेको छ। बाटो ठाउँमा गीतहरू नि बजिरहेको छ है, देख्न सक्नुहुन्छ। तपाईहरुलाई म राम्रो ठाउँ देखाउनुको साथसाथै यहाँको मान्छेहरू हैन यो कति राम्रो ठाउँ छ होला त यिनीहरू भनेर म देखाउनेवाला चाहिँ। माथि तिनजुरेबाट तल के पार्क भन्छ यहाँ आइसकेपछि यहाँ उस्तै भिड छ। रक पार्कहरू यहाँनिर चाहिँ रक पार्कतिर आइसकेको छौँ। यहाँनिर माथिभन्दा धेरै रमाइलो रहेछ। अब हामी यहाँ पनि रमाइलो गर्नेवाला छौँ। माथि भन्दा नि यहाँ रमाइलो लाग्यो मलाई चाहिँ। हाम्रो साथीहरू चाहिँ पुरा एक्साइटेड। हेलो आज रक पार्कमा रक डान्स एकदम दामी छ, आउनु होला। अनि माहौल देखाइदिनु न, माहौल हेर्नु होला क्या। माहौल हेर्दै थाहा हुन्छ तपाईहरुलाई, यस्तो दामी छ यहाँको माहौलहरू। माथि तिनजुरे भन्दा नि यहाँ चाहिँ राम्रो लाग्यो क्या, किनकि माथि त हावा चल्दै, यहाँ त हावा नि चल्दैन। अनि यहाँनिर चाहिँ सब पारामा तालमा डान्स हानिरहेको छ दामी पारामा। म पनि अब गएर नाचिदिइहाल्छु जताततै आफ्नो तालमा है। यस्तो छ यार यहाँनिर त। यस्तो धेरै अहिले चाहिँ यस्तो धेरै पानीमा हामी भिजेको, यस्तो पानीमा भिजेको छौँ कि हामी। तिनजुरेको लागि हिँडिसकेको छौँ अनि तिनजुरे जानुको लागि यहाँनिर चाहिँ मान्छेहरू देख्न सक्नुहुन्छ। यति धेरै भिडहरू छ कि यति धेरै भिड। अब हामी पनि यही भिड सँगसँगै हिँड्दै जाँदैछौँ। कोही मान्छे बाइकमा छ भने कोही गाडीमा जाँदैछ, हामी चाहिँ हिँड्दैछौँ। सो यसमै मजा छ हामीलाई चाहिँ है। देखाउ यहाँ पर यति धेरै भिड छ कि यति धेरै भिड। आउने जाने क्रम चलि नै रहेको छ। यस्तो धेरै मान्छेहरू थाहा छैन, त्यहाँ माथि गएर झन् कति धेरै हुन्छ होला क्या। यस्तो धेरै हुन्छ होला कि म बिलिभ नै गर्न सक्दिनँ। यस्तो धेरै मान्छे हुन्छ होला। हामी अब त्यही पुगेर गाइस हामीहरू चाहिँ यहाँ गाडीहरूले छोडेर गएपछि हिँड्नुपर्ने अवस्था, कुद्नुपर्छ। अब हामी यति धेरै कुद्नेवाला छौँ कि यस्तो डेन्जर कुद्छौँ। हामीहरू यस्तो कुद्नेवाला छौँ हामी। अब माथि यस्तो धेरै मान्छेहरू हुन्छ कि तपाईँहरू एक्सपेक्ट नै गर्न सक्नुहुँदैन। जो छ हामीले चाहिँ मजा आइरहेछ, हामीले यस्तोमै मजा आइरहेछ। यहाँ चिल्लो गाडीहरू, राम्रो मोटर बाइकहरू यति धेरै कुदिरहेछ, यति धेरै हिँडिरहेछ। तर हामी चाहिँ म चाहिँ अलिकति अगाडि नै हिँडिसकेको छु। मेरो साथीहरू चाहिँ पछाडि आउँदैछ। अरू मेरो साथीहरू चाहिँ खासै हिँड्नु नसकेर म चाहिँ अगाडि जाँदैछु। सो जङ्गलको बाटो हुँदै जानुपर्छ यहाँदेखि चाहिँ। अनि हाम्रो साथीहरू चाहिँ पछाडि आउँदैछ। म चाहिँ यहाँ एक जाँदैछु है। चटपटे खाँदै यहाँ केटाहरू त चिल हान्दैछ।
हाम्रो टिमहरू चाहिँ हिँड्नु नसकेर अहिले उकालोमा स्यासा र फ्याफ्या हुँदैछ। म पनि त्यस्तै अवस्थामा छु अनि हाम्रो टिमहरू चाहिँ पुरै पछाडि छ मभन्दा नि। कस्तो फिल भइरहेछ त भन न साथीहरू सबैजना? एकदम गलेको अवस्था, एकदम गलिरहेको छ अरे साथीहरू चाहिँ। सो यो हामी हिँडेको चाहिँ कति लगभग 1 घन्टा भइसक्यो। अब हामी चाहिँ पुग्नु लागिसकेको छौँ। मान्छेहरू यति धेरै भिड छ, आउने जाने क्रम यति धेरै चलिरहेको छ कि के भन्नु, जोस् धेरै नै छ भिड है। बाटो भन्ने गाडी ट्र्याक्टर छ, बस छ है। के छैन यहाँनिर, त्यही प्लेन र हेलिकप्टर छैन होला क्या, अरू सबै छ त्यति धेरै। अब तर यसपाल चाहिँ यहाँ भनेको जस्तो गुराँस चाहिँ रहेन। पहिला जस्तो पुरै रातै हुन्थ्यो यतातिर भने प्रायः अहिले कुनै बोटमा मात्र छ, त्यति साह्रो रातै छैन। जोस् यसपाल चाहिँ गुराँस यहाँ कमै फुलेको रहेछ। अनि धेरै मान्छेहरूले चाहिँ भन्नुहुँदै थियो तिनजुरे आउँदाखेरि चाहिँ भिडियो हेरेर आउनु होला अगाडि नै, किनकि तपाईँहरूलाई अब गुराँस हेर्नुको लागि आउँछ नि त। अनि गुराँसै नभएपछि त त्यसको के मजा भन्ने हुन्छ नि त। अनि त्यो भएपछि चाहिँ मान्छेहरू भिडियो हेरेर नि धेरै चाहिँ आउनु भएन होला। तर हामी चाहिँ आएको छौँ किनकि बल्ल अब होइन नयाँ वर्ष भने चाहिँ साथीभाइहरूसँग रमाइलो, त्यही भएर हामी चाहिँ आएको छौँ। अहिले चाहिँ यस्तो उकालो हिँडेर मेरो यस्तो गाड मस्किरहेको छ कि म बोल्नु नि सकेको छैन मजाले, यति धेरै यस्तो छ क्या। माथिदेखि यो चाहिँ अन्तिम भयो नि त, अन्तिमदेखि आउने जाने चाहिँ भइरहेको छ। अन्तिममा नि यस्तो छ, कोही जाँदैछ कोही आउँदैछ। यहाँ तल चाहिँ पुरै पार गर्ने ठाउँ छ है। अनि आउने जाने चाहिँ पुरै चलि नै रहेको छ। हामी चाहिँ जाने क्रममा हो, जानेहरू धेरै छ, फर्किनेहरू हिजोहरू आएकोहरू चाहिँ बिहान फोटोसोटो यसो खिचेर फर्किसकेको होला। हामी चाहिँ अब भर्खर आएको नि त आज, अनि हामी चाहिँ अब एकछिनमा मात्र फर्किन्छौँ मजाले डुलेर। यति धेरै मान्छे छ कि के भन्नु थियो। अब डुल्नु गुराँस हेर्नुको लागि धेरै मान्छे टाढा ठाउँबाट आइरहेको छ। गुराँसहरू चाहिँ खासै छैन, त्यो अलिअलि कुनै बोटहरू मात्र फुलेको छ, न त त्यस्तो धेरै रातै प्रत्येक बोटहरूमा चाहिँ गुराँस चाहिँ फुलेको छैन। कुनै 1-2वटामा छ त्यस्तो। गाड बसिरहेछ। हामी चाहिँ जाँदैछौँ तर फर्किने मान्छेहरू चाहिँ धेरै छ, यस्तो धेरै फर्किरहेको छ कि मैले चाहिँ अगाडि हाम्रो आफन्ती देखिसकेँ है। यहाँनिर फेरि आफन्ती देखिरहेको क्या। हेलो नमस्ते, कता हिँड्ने भएको? म भर्खर आएको, को काम भएको? मैले उतालाई चाहिँ कसको बहिनी चाहिँ देखेको जस्तो चाहिँ लागेको थिएँ क्या। खोइ को हो? डुल्ने क्रममा चाहिँ आफ्नो रिलेटिभ आफन्ती मान्छेहरू चाहिँ धेरै भेट हुन्छ। सो म चाहिँ ठुलो बन्दिनँ, म देखेँ भने बोलिहाल्छु है। अहिले नि म बोलेँ, अनि उहाँहरू चाहिँ बिहानै आउनुभएको अरे, अनि उहाँहरू चाहिँ डुलेर फर्किँदै हुँदो रहेछ। म चाहिँ अब भर्खर जाँदैछु, त्यही हो। धेरै मान्छेहरू चाहिँ म जस्तै ढिलो गइरहेको छ, त्यही छ क्रम। त्यस्तै चल्दैछ, आउने जाने यस्तो क्रम चलिरहेको छ है। यहाँहरू चाहिँ हाम्रो लोकेसनमा पुगिसकेको छौँ। यो चाहिँ हाम्रो अन्तिम साइड छ भने अब हाम्रो सिरान माथि पुग्नुको लागि चाहिँ समथिङ हामीलाई 15-20 मिनट एकदम फोटोसुटहरू, मान्छेहरू यहाँ धेरै फोटो खिच्नु डुल्नुको लागि आउँछ। अनि धेरै फ्यामिलीहरूसँग कपालहरू धेरै रमाइलो गर्नुको लागि आउँछ। अब यति धेरै मान्छेहरू हुन्छ कि यहाँनिर सायद हामीले आफ्नै साथीहरूलाई नि बिर्सिन्छौँ होला कहाँ हरायो भनेर। अब बिजनेस नै रहेछ यता पर हराइसक्यो साथीहरू, हाम्रो साथीसँगै आएको साथीहरू नि हराइसकेको छ क्या। यहाँनिर चाहिँ यस्तो बिजनेस रहेछ कि तलबाट लिएर यहाँनिर बेच्यो भने चाहिँ धेरै महँगोमा बेचेर धेरै फाइदा प्रफिट कमाउनु सक्छ नि त सबैको बिजनेस। अब घुम्नु डुल्नु आएको मान्छेहरूलाई खानुको व्यवस्था नि छ। देखो भाइ यति धेरै मान्छेहरू छ कि यति धेरै मान्छेहरू के भन्नु। अब यो कसरी हो त्यसको? 60 रुपियाँ देखिहाल्नु भयो होला। यो तल 50मा पर्छ भने यहाँ चाहिँ 60मा पाउँछ भनेपछि अलिकति केही फाइदा हुन्छ भनेरै लिएर आएको हुन्छ नि त। केटाहरू चाहिँ यति धेरै गर्मीले गलेर आएपछि यहाँनिर चाहिँ पानहरू खाँदैछ।
अनि त्यही भएर अब एकछिन खाएर रेस्ट गर्छ। यहाँनिर देख्न सक्नुहुन्छ यति धेरै चस्माहरू छ कि यो चस्मा कसको हो? कुन चाहियो त? यो चस्मा लाएर चाहिँ पुरै मलाई शीतल भइरहेको छ है। यस्तो मजा आइरहेको छ। यो फोटो नि जुन जामिङवाला छैन जस्तो छ, नत्र म त्यो किनिदिन्छु। तपाईँको हो? तपाईँ चाहिँ यहाँ कहिलेदेखि आउनुभयो नि? मतलब बिजनेस हिजोदेखि यहीँ बस्नुहुन्छ राति? अनि उठाउनुहुन्छ? यहाँनिर सिलाम साकमाहरू नि रहेछ। यहाँ त्यो हामी चाहिँ धेरै माथि नि पुगेको छैनौँ, आधीबाट पुग्दा चाहिँ तल यस्तो छ है। सबैजना रमाइलो गर्दैछ है। आउने आउँदैछ, जाने जाँदैछ। यहाँनिर चाहिँ मैले भनिसकेँ धेरै नै जोडीहरू चाहिँ आउने गर्छ। हामीहरू चाहिँ एक एक्लै हिँड्दा चाहिँ साह्रै नै गाह्रो हुने। त्यही पनि हावाहरू यस्तो अहिलेसम्म चाहिँ चलेको थिएन, अहिले चाहिँ धेरै चिसो हावाहरू पनि चल्नु थालेको छ है। त्यस्तै छ। हाल्देऊ न यार। सो हामीहरू चाहिँ यहाँनिर एकजना आँखा नदेख्नु हुने आन्टीलाई नि 10 रुपियाँ सहयोग गरेर हिँडिसक्यौँ। जोस् राम्रै हुन्छ। यहाँनिर चाहिँ यस्तो डाँडामा गएर नि मान्छेहरू चाहिँ पुरै बसिरहेको छ क्या। यस्तो डेन्जर, पुरै भिडियो बनाउनुको लागि नै त्यहाँ गएको रहेछ क्या। यस्तो डेन्जर छ कि यहाँनिर। यस्तो डन्डर एकचोटि झऱ्यो भने सायद मान्छे बाँच्नु नि बाँच्दैन होला। त्यही भएर त्यस्तो रिस्क लिएर भिडियो बनाइरहेछ। समथिङ त्यो ढुङ्गावाला चाहिँ उस मागेको होला होइन? उस मागेको ढुङ्गावाला होइन त्यो? उस मागेको क्या। त्यहाँ गएर चाहिँ एउटा ढुङ्गाको बनाएर कि उस माग्यो भने पुरा हुन्छ अरे। तर म त त्यहाँ जानै सक्दिनँ, कसरी उस माग्नु है। टाढैबाट नि मागिदिन्छु। धेरै स्पिकर है। सो हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ। यहाँनिर चाहिँ झन् यति धेरै रहेछ कि नसोचेको क्या। तलभन्दा नि यहाँनिर चाहिँ ओभरै धेरै रहेछ। यस्तो धेरैहरू छ भाइ। छैन तलको भन्दा डेन्जरै धेरै। यति धेरै छ है मान्छे यहाँनिर चाहिँ। सो धेरै होइन, एकदम धेरै छ। यस्तो धेरै यार, देख्न सक्नुहुन्छ तपाईँहरूले, देखिरहनु भएको छ। राम्रो मन्दिरमा, राम्रो ठाउँमा राम्रै मान्छेहरू आउँदो रहेछ। त्यति कुरा चाहिँ थाहा छ। हामी चाहिँ हाम्रो लोकेसनमा चाहिँ आइसकेको छौँ। हामी यति धेरै हिँडेर हाम्रो ठाउँमा आइपुगिसक्दा चाहिँ हामीलाई यहाँको यस्तो ठाउँहरू मान्छे राम्रो देख्दा चाहिँ हामीले एकदम मजा आउँछ त। मजा आइरहेछ होइन भाइ? एकदम मजा आइरहेछ क्या। यस्तो धेरै मजा आइरहेछ है। भित्र मन्दिर छ यता, बाहिरको यस्तो छ है भ्यूहरू चाहिँ। यस्तो छ बाहिर मान्छेहरू धेरै जस्तो चाहिँ यहाँ कपल अनि फ्यामिलीहरू आउँछ। तर म जस्तो एक्लै आउने चाहिँ को हुनुहुन्छ क्या? म जस्तो एक्लै आउने चाहिँ को हुनुहुन्छ होला? धेरै ठाउँमा चाहिँ मैले देखिसकेँ। धेरै ठाउँमा फ्यामिलीहरू आउँछ, कपलहरू आउँछ। तर म चाहिँ एक्लै आइदिन्छु है। साथीहरू पनि मैले बाटोमा भेटाएको हो, सबसँगै आएको होइन। म त जताततै एक्लै हिँडिदिन्छु नि त। अनि होइन, हामीले त्यहाँ तल चाहिँ देखिसकेको थियौँ त्यति थोरै मान्छे। तर अब हामीले यहाँबाट नि हेर्दैछौँ। अब हेरौँ कति धेरै मान्छेहरू हुन्छ होला र। भाइ हामी पल्लो डाँडै पुग्ने हो? पुग्यो। यहाँनिर चाहिँ सानो मान्छे, सानोदेखिको बोजूहरूसम्म आउनु हुँदो रहेछ है डुल्नुको लागि चाहिँ। सो यहाँनिर चाहिँ फ्यामिलीवाला भन्दा नि यहाँनिर चाहिँ फ्रेन्डसिपवाला चलिरहेको रहेछ है। पुरै भोक लागिरहेको, यस्तो खानु भइरहेको छ है। यस्तो भोक लागेको थियो, आन्टीहरूले खाएको थियो र झन् भोक लाग्यो। तपाईँहरू त साथी जस्तो, तपाईँहरू फ्यामिली होइन साथी हो। अनि यहाँ साथी यस्तो हुनुपर्छ। फ्रेन्डसिप भनेको चाहिँ सानोदेखिको पछिसम्म यतिको एजसम्म चाहिँ रहनु पऱ्यो क्या। भाइस मिल्नु पऱ्यो नि त है। अनि यहाँनिर चाहिँ योहरूको फ्यामिली मात्र नभएर केटीहरूको राम्रो ग्रुपहरू पनि यस्तो ग्रुपवाला पोजिस छ। के अरे ग्रुपहरू नि हुँदो रहेछ है। केही खाएर आएको है। अनि मान्छेहरूले यति धेरै यहाँ बसेर चाहिँ खाँदो रहेछ। सो यो देख्दा चाहिँ हल्का भुँडी चाहिँ कराइरहेको छ। त्यही पनि एडजस्ट हुन्छ। यहाँनिर चाहिँ एउटा फ्यामिली छ, त्यही हो।
यहाँनिर चाहिँ पहिला हामी आउँदा चाहिँ कोही थिएन भने अहिले यस्तो छ क्या न्यु इयर नेपालको न्यु इयरमा यसरी मनाउँछ राम्रो राम्रो ठाउँमा आएर परिवारहरू साथीहरूसँग बसेर डुलेर मनाउँछ न्यु इयर नेपालको चाहिँ यस्तो टाइपको हुन्छ यहाँनिर यिनीहरूलाई नि के लागिरहेको होला अरू बेला कोही नआउने अहिले चाहिँ यति धेरै मान्छे कहाँबाट आयो भनेर सोचिरहेको होला क्या हेलो भन्नु पर्दैन क्या अनि यहाँनिर चाहिँ यस्तो टिकटक लाइक यहाँनिर चाहिँ धेरै मान्छे भाइरल मान्छेहरू आएको होला यहाँनिर यस्तो आन्टीहरूको यस्तो टिकटक चल्दैछ यहाँनिर है ए ल हेर यहाँ टिकटक कुनको भिडियो बनाएको होला क्या झ्याम झ्याम नाचेर यहाँ चाहिँ के होला टुरिस्ट थापाको गीत कुन अरे भाइ के हो तिम्रो नामै होला पक्कै सो यहाँदेखिको डाँडा चाहिँ उपल्लो छेउसम्म छ तै डाँडासम्म मान्छे होला क्या अनि यता यति यस्तो छ है दामी छ क्या हामीले फोटो खिच्ने पोजहरू सिकिरहेको थियौँ यहाँनिर फोटो खिच्ने पोजहरू नै सिकिसक्यौँ क्या यस्तो दामी दामी पोजहरू यस्तो पोज हामी नै खिच्नेवाला छौँ है तल नि यस्तो भिड छ माथि पनि इम्पे ब्लक इम्पे भाइ होइन नाच्ने हिँडेको छैन मान्छेहरू चाहिँ भिडियो यस्तो नडरा यस्तोमा चाहिँ भिडियो बनाइरहेको छ ल यहाँ भिडियो भने त कस्तो भाइरल नहोला भाइ तलको यही बराबर क्या भिडियो चाहिँ आन्टी एउटा भने हावाले उडाएर गयो भने के गर्ने यस्तो तल चाहिँ नजाउँ होला प्लिज हेलो कति बेला आइपुगेको यहाँनिर यस्तो चल्दैछ लु यस्तो भाइ पिरहेको छ हेऱ्यौँ न साथीहरू लु जोडी बहिनी गइरहेको छ है घाँसमा चाहिँ भाइ चाहिँ यहाँ नाच्न गइसकेको छ भाइ किन भाइको डान्स चाहिँ एकदम बबाल छ बबाल यस्तो धेरै अहिले चाहिँ यस्तो धेरै पानीमा हामी भिजेको यस्तो पानीमा भिजेको छौँ कि हामी यस्तो धेरै चाहिँ सब आइस बरफ त्यो असिनै झरिरहेको छ त्यो धेरैहरू चाहिँ म चाहिँ पुरै पानीले भिजेर पक्रिसकेँ हाम्रो साथी चाहिँ पर बसिरहेको छ खुट्टाहरू यस्तो भिजेर यस्तो भइसक्यो यस्तो पर्दो रहेछ यस्तो हुन्छ भनेर सोचेको पनि थिएन के हो